हेर्नुहोस् गाइज, पाथिभाराको उचाइ। हामी भर्खर यहाँ तल छौँ, तल फेरि पुग्नु लाग्यौँ। पाथिभारा चाहिँ यहाँ माथि छ, उकालै। यता देख्न सक्नुहुन्छ, यो चाहिँ सानो होटलहरू हो। तपाईँहरूलाई भोक लाग्यो भने चिया खाजा खाना खान सक्नुहुन्छ, तर जाँदाखेरि चाहिँ भोकै जाने हो है, आउँदा मात्रै खाने हो। पूजा गर्दा चाहिँ चोखै मुखले जाने हो, अनि त्यसपछि फर्केपछि चाहिँ खाने हो। लेक लाग्यो भने अदुवा अनि सातु मकै चाहिँ खान मिल्छ है। अनि माथि गएपछि चोखो पानीले मुख कुला गरेर पूजा गर्दा पनि हुन्छ। अब सकिएन भने त केही न केही त खानु पऱ्यो नि त, त्यही भएर मकै पानी अदुवा सातु चाहिँ खान पाइन्छ है। कस्तो खुल्ला देखेको छ हेर्नु, वेदर एकदमै सफा छ, ठाउँहरू उसै लागेको थियो बिहान चाहिँ, अहिले चाहिँ खुलिसकेछ। हिउँ चाहिँ परेको रहेन रहेछ। हाम्रो राम सर मलाई नपर्खी हिँड्दै हुनुहुन्छ एक्लै। उहाँ एक्लै फर्स्ट गरेर पूजा गर्ने लक्ष्य बोकेर हिँडिराख्नु भएको छ। मलाई भ्लगर बनाइराख्नु भएको छ, तर मलाई चाहिँ केही भन्न आउँदैन है गाइज, यत्तिकै भनिदिएको मात्रै हो, बनाइदिएको। उहाँको रिक्वेस्टलाई एक्सेप्ट गरेको गाइज। यहाँ अङ्कल उठेर सामानहरू निकाल्दै हुन्छ पसलको। तपाईँहरूले गल्यो भने यता बस्न पनि सक्नुहुन्छ, तिर्खा लाग्यो भने यता है पानी चिसोहरू खान सक्नुहुन्छ। हेर्दा यस्तो राम्रो बाटो देखे पनि हिँड्न चाहिँ धेरै गाह्रो छ। अक्सिजनको मात्रा कम भएर। यहाँ त पहिला आउँदा हामी पोखरी थियो है, यहाँ पानी थियो यहाँनिर, अहिले त सुकेछ त। त्यो पानी पनि जम्मिरहेछ हेर्नु, त्यहाँ त्यो चिसोको कारण पुरा जम्मिरहेछ त्यो पानी पनि। अब तपाईँहरूलाई म देखाउन गइरहेको छु, त्यो माथि ढुङ्गामा चाहिँ ढुङ्गा फालेर अड्यायो भने चाहिँ आफ्नो विस पुरा हुन्छ भन्ने चलन छ है गाइजहरू, त्यहाँ फ्याँकेर अड्यायो भने। अनि यहाँ देख्न सक्नुहुन्छ भेडा, यो चाहिँ भेडा हो। उतानिर पनि छ, कत्रो छ है, दुईवटा यहाँनिर पनि। अनि यता राम सर ढुङ्गा फ्याँकेर आफ्नो विस माग्छु भन्दै हुन्छ गाइज। लु फ्याँक्नुहोस् राम सर, ठ्याक्कै अडिने गरी फ्याँक्नुहोस्। ओहो, असफल हुनुभएको छ उहाँ। आई डोन्ट नो सर। ओहो नो, दोस्रो पल्ट पनि उहाँ असफल हुनुभएको छ। लास्ट एकचोटि जाओस् त। लु फ्याँक्नुहोस्। तेस्रो पल्ट पनि असफल हुनुभएको छ, तर तल अडियो। लु म लाउनु है त, हजुरको नि हेरौँ है। ल छिटो, फेरि तपाईँले भिडियो त रिगर्नु भएछ त, अनि 4 मिनट मात्रै हुँदैछ नि। ल अन्त लु अब हेर्नुहोस् मेरो विस पुरा हुन्छ कि नै, तर मैले आफूले भन्दा धेरै चाहिँ
अरू उयसमा गएको छु ठ्याक्कै अडी ओहो भनेको यस्तरी माग्ने हो क्या मैले ठुलो फ्याँकेर रहेछ होइन मेरो जहिले पनि अडिन्छ क्या पाथी भएर जाउँ उनीहरू कमाउँ उता बोर्ड त्यो अघि नै के हो यस्तो चाहिँ अघिको भिडियो कहाँ पुऱ्याउनु भयो तपाईँले भिडियो चाहिँ अफ गरेको छैन त्यही छ ए 5 मिनट्स अगाडिको भिडियो तपाईँले काट्नु भएको छ यहाँनिर बिचमा टच गर्ने होइन साइडमा गर्नुपर्ने थियो नि त आउँदै हिँड्नु छ बिस्तारै बिस्तारै यही हो हाम्रो ताप्लेजुङमै ताप्लेजुङमै हो गाडी नै हो अघि तपाईँले अलिक ढिलो आउनु होला एउटा गाडी छैन भने गाडी त 6 जना थियो ढाँटी क्या हो नि अर्को गाडी भन्दै 5 जना छ अनि त्यो 5 जना ल हेर्नुहोस् गाई चाहिँ यहाँ फुल हाम्रो ताप्लेजुङमा त रोप्नु पर्दैन यस्तो फुलहरू पाउँछ यस्तो राम्रो राम्रो छ यहाँनिर ए यताउति यता चाहिँ बाटो छ अनि हामीले जाँदा जाँदै एकजना आन्टी र बहिनीलाई भेट्यौँ त्यहाँ साथी अनि हामी उकालो लागिरहेछौँ घाम त्यति आइसक्यो राम सर यता आउँदै हुनुहुन्छ उहाँ हेलो राम सर गाह्रो भयो तर मलाई त त्यस्तो चिसो भएको छैन तातो भइरहेछ मलाई चाहिँ एकदम धेरै चिसो कस्तो भने अब जिउतिर चाहिँ होइन एकदम हाततिर चाहिँ एकदम धेरै चिसो छ पन्जा लगाउने मान्छेलाई पनि चिसो भइरहेको है म पन्जै नलाइ हिँडिरहेको छु मेरो पन्जा उहाँलाई माया गरेर दिएको अनि देख्न सक्नुहुन्छ गाई चाहिँ घाम निस्किँदैछ यता ऊ डाँडामा तर कस्तो राम्रो देखेको है ऊ पर देखिरहेछ है गाई चोरु मैले भारी बोकेको छु गाइस त्यसैले उहाँले चाहिँ जुत्ताको लेस बाँधिदिनुहुन्छ मेरो राम्रो छ त नि खुस्किरहेछ त हो त्यो यो पनि हो एउटा मात्रै दर बाँध्नुभयो यत्तिको चाहिँ वाइट सुज उहाँले त फेरि दर्रो बाँध्नु भएको छ नि त म त्यस्तो कसले बाँध्थ्यो होला त्यस्तो डर त डोरी बाँध्यो भन्दा पल्लो छेउ गाइज या भोक लाग्यो अब उहाँ जोस जागरको साथ झिल तताउन कुद्दै हुनुहुन्छ जाडो भएर राम सर फेरि यति नक्कले हुनुहुन्छ गाइजहरू उहाँ सिङ्गल हो तपाईँहरू लपर्न सक्नुहुन्छ है एकदम मान्छे छुच्चो चाहिँ छुच्चो हो कि कुरा चाहिँ अलिक बुझ्नुहुन्न बुझाउन गाह्रो पर्छ तर सिङ्गल होइन त तपाईँहरूले चाहनुभयो भने यही माघमा बिहे गर्न सक्नुहुन्छ उहाँलाई अनि उहाँ चाहिँ फेरि यति ज्ञानी हुनुहुन्छ नि बाटोमा भेटेको फोहोर पनि यता फोहोर मलाई देख्नु पऱ्यो अनि डस्टबिनमा हाल्नुहुन्छ इलामको मान्छे ताप्लेजुङ आएर यतिको त गर्नु पऱ्यो नि होइन गाइज यो भनेको एउटा माया हो क्या ल गाइजहरू ल हेर्नुहोस् है एकदम घाम यस्तो गुँडा छैन यो त तर एउटा फुलेको रहेछ चैत वैशाखमा त फुल्ने अहिले त हल्का घाम पनि लाग्न सुरु भयो है साथीहरू यो हाम्रो यता इन्ट्रोडक्सन दिनु नि त ल किन दिने सरको एकमात्र होइन 100 जनामा एक नम्बर एउटा चाहिँ सोल्टेनी हो गाइजहरू
कताबाट कुन साइनबाट हो र यस्तो फेरि मेरो राईहरू चाहिँ सोल्टी अरे ए गाइजहरू भग हेर्नु भने राई सोल्टीहरूले मलाई हाई भन्दा ल साथीहरू हामी अहिले एकदम द्रुत गतिमा माथि नेपालको झन्डा द्रुत गतिमा हामी चाहिँ उकालो चढिरहेछौँ कति कति भयो हाई के चाहिँ कति हाईमा पुग्नुपर्ने हामी 37-94 हाइटमा चाहिँ मुकुलुङमा रहेको ठुलो पाथिभरा छ त्यहाँ पुग्नुको लागि हामीलाई त्यो चाहिँ अहिले हामी कति सानो फेरि आइपुग्नु लाग्यो भने त सानो फेरि लगभग लाग्छ होला हामीलाई सायद 15-20 मिनट जति लाग्छ होला यस्तो सूर्योदय भइसकिसक्यो है साथीहरू ल अलिक छिटो हिँड्नु पर्यो है हामी चाहिँ अलिक छिटो जानुपर्ने हुन्छ किनभने हामी सबै पूजाहरू सकेर फेरि हामी वहाँ ताप्लेजुङ बजार फर्किनु पर्ने हुन्छ गाडीहरू पाउनु एकदम धेरै गाह्रो अहिले चाहिँ किनभने त्यस्तो सिजन छैन मन्दिर आउनुको लागि त्यही भएर गाडीहरू कम्ती मात्रामा आउने त्यस्तो हुन्छ सो त्यही भएर हामी छिटो छिटो गर्छौँ छिटो आउनुहोस् ल बस्ने होइन नि हामी त एकदम द्रुत गतिमा जानुपर्ने अवस्था पर्छ त ल हेर्नुहोस् साथीहरू हाम्रो त रुखमा पनि एकदम नेपालको झन्डा फरफराइरहेको छ हाम्रो ताप्लेजुङमा त्यस्तो भए पनि हाम्रो ताप्लेजुङमा रुखमा पनि नेपालको झन्डा फरफराइरहेको छ सुन्दरताको धनी हाम्रो नेपालको झन्डा भनेको यस्तो चिज हो है जहाँ रुखमै झुन्डाए पनि रुखमै ठडाए पनि जहाँ ठडाए पनि एकदम किनभने वर्ल्डमा सबैभन्दा झन्डा मध्ये नेपालको युनिक झन्डा अरे क्या किनभने त्यहाँनिर सूर्य र चन्द्र दुइटा मिलाएर बनाएको हो नि त त्यही भएर एकदम धेरै युनिक छ अरे अहिलेसम्म यस्तो झन्डा छैन भन्ने कुराहरू सुनिरहेको थिएँ मैले कहीँ कतै भन्दा नि मैले सायद घुमेरै जाउँ ओके गाइस हामी फेरि एकदम धेरै यस्तो हाम्रो यसपाथिबाट जाने यस बाटो चाहिँ यस्तो छ पुरै ढुङ्गा ग्राभल गरेर यो चाहिँ धेरै पुरानो धेरै पहिला नै यसरी अब यो कहाँदेखि आयो यो ढुङ्गाहरू भन्ने कुरा चाहिँ मलाई त्यस्तो धेरै ज्ञान त छैन र पनि यसरी बनाएको छ क्या यहाँदेखि टपसम्मै ठुलो घन्टी 37 मिटर गुराँस 3757 मिटर बलु डाँडा यो कहाँनिर गयो एकदम देउराली 2617 मिटर सुकेटार सायद यतातिर योभन्दा बाहिर साइडतिरको यति मिटर टाढा रहेछ भनेर देखाएको रहेछ साथीहरू अहिले त एकदम उकालोमा बोल्न पनि धेरै नै गाह्रो भइसकिसक्यो है त निक्लिसक्नु भयो आमा तपाईँको परिचय दिनु भनेको दिनु भएन म दिउँ कि क्या तपाईँको इन्ट्रोड्युस नामबाट होइन तपाईँको म रिलेटिभ चाहिँ के पर्छ मसँग त्यो कुरा ओहो भन्नु नि त ल
अहिले म त फेरि एकदम खतरनाक भनिदिन्छ नि। हेलो गाह्रो भयो लेक लाग्ने। लेक लाग्यो। हामी कहाँ आइपुग्यौँ अहिले? तल्लो फेदी। सानो फेदी? हामी सानो फेदी नजिक आइपुग्यौँ त। यहाँनिर होटलहरू पनि बस्नको लागि सुविधाहरू रहेछ है त साथीहरू। त्यहाँ जानुपर्छ। फर्किँदा मात्रै? अनि घुम्दै घुम्दै त होटलहरू पनि तर त्यस्तो भिआइपी त हुन्न जस्तो लाग्यो मलाई। मन्दिर भिआइपी पाउँछ, पूजा सामानहरू पाउँछ। तर पूजाको सामानहरू चाहिँ जहाँ पनि रहेछ कि तल नकिनी आउँदाखेरि पनि एकदम धेरै प्रत्येक घरमा। राईमा डर छैन, सुनभन्दा कम छैन होइन त मिस? सुनभन्दा कम छैन। यति माथि आउँदाखेरि अलिक मुस्कान आयो त फेसमा। उयो भएर क्या, के भएर? सानो फेरि आइपुग्यो भनेर। सानो फेरि आइपुगेर खुसी जान नसक्नेहरूले सानो फेरिमा पूजा गरेर फर्किन मिल्छ अरे क्या। हो र? धुप बाल्ने होला नि त सर। यहाँनिर बाल्नै पर्छ? यस। ल नि त ल। खोइ कसैले बालेको त छैन के अरे। ल छैन ल। पानी कति भन्नुभयो? एक्सचेन्ज पैसा थिएन चढाउनु त ल्याउनु। एकछिन पैसा खै। अब भाकल दुईजनाको होइन के अरे, एउटजनाको पुरा गर्ने दुईजनाले हो नि त। त्यो टपदेखि उता जानुपर्छ है गाइसको माथिदेखि अन्त नि हजार हजारको पैसा चाहिँ लोभ गर्नुभएको है। पैसै छैन भन्नुहुन्छ, त्यस्तो भन्नु हुँदैन है। त ढोग्नुहोस्, घन्टी बजाउनुहोस् राम सर। राम सर भाकल पुरा गर्न आउनुभएको कि यो त अलि बिहे पनि फाइनल गर्न आउनुभयो हो, भन्नु पर्यो। सर सुनिएन है, सुनिएन। देख्न सक्नुहुन्छ गाइज मेन गेट। यस, भालुगौडे पनि भन्छ। त्यहाँ जोर उयो छ कि अलमोस्ट होइन आइपुग्यो हामी चाहिँ कहाँनिर? सानो फेदी। मेन गेट देख्न सक्नुहुन्छ गाइज। यहाँ चाहिँ भलिबल खेल्नुहुन्छ, यहाँ बस्नुहुने टुसारो देख्न सक्नुहुन्छ गाइज। यो सेतो चाहिँ टुसारो है। हिउँ पर्न सकेन भने चाहिँ टुसारो पर्छ। यस्तो स्ने आउँदी पनि छ सेतो। त्यहाँनिर चाहिँ यो चाहिँ मेन गेट हो, प्रवेशद्वार। अनि यहाँनिर चाहिँ पाथिभरा कसरी उत्पत्ति भयो भनेर देखाएको छ कि यहाँनिर छ। यता यहाँ यसको कथाहरू सुनेपछि यो अर्थ बुझिन्छ है। अनि यता पनि छ, हेर्नुहोस् यता दायाँ र बायाँ छ दुईतिरै। अब यहाँदेखि हामी मेन गेट ढोगेर उकालो चढ्छौँ गाइज।
अब त्यहाँनिर चाहिँ लास्ट यात्रा सुरु भयो नि त। यात्रा अनि यहाँ तपाईँहरू चाहिँ सिसिटिभीको निगरानीमा हुनुहुन्छ। यहाँ केही भयो भने यता हुनुहुन्छ हाम्रो राम सर, टोपी खोलेर जोस सागरको साथ हिँड्दै हुनुहुन्छ। अनि यता देख्न सक्नुहुन्छ गाइजहरू, यो चाहिँ हामी अहिले भर्खरै छिरेको गेट हो, मेन गेट। सिसिटिभी गाइजहरू देख्दै हुनुहुन्छ अलिअलि सानो पाथिभरा। हाम्रो पाथिभरामा मात्रै होइन ताप्लेजुङमा पनि रुखहरूमा यस्तो झेउ पलाउँछ है, लेउ झेउ देख्नुभयो नि गाइजहरू। यो चाहिँ लाली गुराँसको फुल फुलेको छैन, बोटहरू हो, चैत वैशाखमा फुल्छ। अहिले चाहिँ हेर्नु चिसोले यस्तो पातहरू पनि यस्तो ओइलाइराखेको छ, पछि फुल फुल्दा चाहिँ ठुलो ठुलो पात हुन्छ। अनि त्यहाँ माथि चाहिँ सानो फेदी छ, त्यहाँ आइपुग्नु आँट्यौँ हामी। त्यहाँ भालुबगौडे पनि भन्छ यहाँ चाहिँ सानो फेदीलाई। अब यहाँनिर पूजा गर्ने अनि त्यसपछि लाग्ने हो उकालो। ल देख्न सक्नुहुन्छ गाइज, हामी फाइनल्ली सानो फेदी आइसक्यौँ, पाथिभरा मन्दिर। यस्तो चाहिँ सानो फेदीमा चाहिँ यहाँनिर पूजाहरू गरेर अनि मात्रै माथिल्लो फेदी गएर नेक्स्ट पूजा गर्ने हो। यहाँ चाहिँ भालुगौडे पनि भन्छ, त्यहाँनिर एउटा सिंह छ, यहाँनिर एउटा। अनि यहाँबाट उँभो गएर हामी यताबाट पूजा गर्दै यता निस्किन्छौँ। सानो फेदीमा आएर पूजा। अबिर लाउँदै हिँड्नु भन्नुहुन्थ्यो के अरे त्यो अङ्कलले। अझै अबिर लाउने किन लाउनु? छुनु हुन्छ मलाई? तपाईँलाई छुने त सल्केको थिएन चाहिँ क्या त मलाई पुलिसक्यो। सरी एकदम चित्र पनि हेऱ्यो। राख्नु न, सल्केको थिएन छ नि। ए पैसा त यहाँ छ। यहाँ छ, निकाल्नु त। राख्नु हो त्यहाँ उतापट्टि कहाँ? ए तपाईँले राख्नुभयो? यहाँ त यहाँ पनि अब ढोग्नुपर्छ। ढोगिसक्यो मैले त। पर ढोग्नु हो? उइसहरू सबै कुरा होस् भन्ने मागेको चाहिँ। ल ल त्यस्तो साह्रो ढोग्नुपर्छ? ल भइसक्यो। ए हो लुइन निकाले त होइन। अब उकालो चढ्नु न, खोइ फुलपाती चढाउनु यहाँ निकाल्नु। दुईतिर ल्याउनु चढाउनु न। अब त्यो तपाईँ पनि मैले ल्याएको पनि थियो त्यो चामल थाम। त्यो मम्मीले राम्रो अहिले त मान्छे धेरै भयो, अहिले त थोरै थियौँ त, अहिले त धेरै भयो। हजुर यहाँ पनि बाल्ने हो र?
यहाँ छोएर उता राखिदिनु यहाँ छोड्नु अनि उता धुप चाहिँ बाहिर गाडिदिनु छुवाउनु अरे दुईटा है टेक इट पक्रिनु लाउनु पैसा तपाईँलाई चाहिन्छ जनाले चढाउनु पऱ्यो होइन खाली खुट्टी हिँड्नुपर्ने होला कता जाने त नबोलिकन गाइजहरू हामी चाहिँ यताबाट पूजा गरेर आयौँ यहाँ अनि यहाँबाट चाहिँ अब यता छिरेर यहाँनिर ढुङ्गाको चिप्छ त्यसपछि चाहिँ यता निस्किने हो किसने कल किया भूमिका हजुर उँधो होइन उँभो तलबाट हो यो मेरो पनि झिक्नु न हो लिलाको हालिदिएकी हाल्दिनँ हौ मैले लिलाको त हालिदिएको छैन ला त्यो झुन्डिएको थिएँ छन् त लिएको छु ए हो त्यो त माथि हो लु यता आउनु चढाउनु भयो पुल ल भाइ यहाँ चाहिँ कस्तो के हो भन्ने यहाँ चाहिँ पाप गरेको थियो भने अड्किन्छ अरे धर्म गरेको थियो भने छिर्छ अरे भन्ने चलन छ अब कसरी छिर्ने हो राम्रोसँग छिर्दै हुनुहुन्छ है गाइज म नि छिर्दैछु गाइज यहाँ चाहिँ यस्तो कुनामा छिर्नुपर्छ म त पहिला पनि छिरेकै हो फुलपाती यहाँनिर चढाउनु धुप उ त्यहाँ अब लाउनु एक ठाउँमा गरौँ न चाहिँ फुल चढाउनु न यहाँनिर फुल भाइ यो भोइस चाहिँ पऱ्यो नि ओभर गर्ने भोइस कभर गर्ने भिडियोमा त देखाइदिरहेछ गाइस हामीले चाहिँ अब एकदम सानो फेदीको सानो पाथीभरा होइन यो चाहिँ यहाँ पूजा गरिसक्नु लाग्यो नि त डर लाग्यो आफ्नो विषय पुरा गर्नु त्यहाँ नढोग्नु हामी कताबाट गयौँ यता पूजा गर्दै जानुपर्ने रहेछ हुन्छ भयो छोड्नु यतैबाट गएको त सामान
खोइ अघि बाजे हुनुहुन्थ्यो पुजारी गइसक्नुभयो पैसा उठाएर ए हो पैसा उठाएर चढ्नु भएको थियो नि फाइनली गाइज हामीले चाहिँ यहाँ सानो वेदीमा पूजा गरिसक्यौँ राम सर त्यस्तो गर्ने यहाँबाट पूजा गर्न सुरु गरेर यहाँबाट सुरु भएर पूजा गर्दै त्यता गएर अनि यता त्यहाँनिर त्यो ओडारोमा चाहिँ छिरेर त्यसपछि यता निस्किने हो हो फाइनली गाइस हामी चाहिँ एकदम पूजा गरिसकेर अलिकति माथि निक्लिँदाखेरि घाम पाइयो है त अब चाहिँ एकदम शरीर तातो हुन्छ अहिले कस्तो फिल भइरहेछ त तपाईँलाई अहिले अलिक हल्का सजिलो फिल भइरहेछ ओके लेट्स गो हामी जाउँ है त ल फटाफट फटाफट अझै धेरै टाइम लाग्छ हामीले यहाँदेखि बजी छोडिदिनुहोस् मिस छिटो आइदिनु होला है जाउँ है त हामी हो गाइस ल हेर्नु है तुसारो ओहो देखिरहेछ नि एकदम तुसारो हेर्नु त ल यस्तै हेर्नु त ओहो हिउँ जस्तै तल देखिने भएछ त तुसारो त ल साथी हो यहाँनिर चाहिँ एकदम रेड पान्डाको चिन्ह त्यसपछि हाम्रो कलाकार होइन त दयाङ राई आमामा राई भने चाहिँ सकिगयो नि त अनि इफ द लाइफ द्याट रेड पान्डा विल्स ह्याभ भ्याल्यु अफवाहहरूको विश्वास नगरौँ रेड पान्डाको कुनै पनि अङ्गहरू बिक्री वितरण नहुने कुरालाई मनन गरौँ तर यो हाम्रो दयाङ राईको पिक्चर राख्नुको कारण चाहिँ के होला त के रेड पान्डाको नेपाली नेम के हो थाहा छ तपाईँलाई के हो त हाब्रे हाब्रे ओ गाउँको होचो झुपडीमा बा आमा राखेको छु जहाँ मृत्युले पस्दा पनि झुकेर जानु परोस् जहाँ मृत्युले पस्दा पनि झुकेर जानु परोस् ओ ईश्वर दाहाल ओहो हामी पाथिबाट जाँदा एउटा सानो कुकुरको बच्चा देखेर भाग्यो बोलाउनु पर्छ होला छोडिदिनु